फाइनली नुहाइधुवाइ पनि गरियो अब जानलाई रेडी भइसक्यो प्याकिङ स्याकिङ पनि लगभग सक्यो है 90%। अनि हामी खाना खान थालेछौँ आज मम्मी पनि खाँदै हुनुहुन्छ। सो ढिलो भइसक्यो गाइस अहिले खानसाना खाएर भेट्नेछौँ है अब यहाँ निस्किने बेलामा। माला लाग्छ रे सट्ट बाँधिदिनु न त्यहाँ एकचोटि त्यति मात्र। यात्रा राम्रोसँग जानु आफ्नो ख्याल राख्नु भाइलाई तिहारमा टिका लगाउनु नपाएर ल तिहार सम्झेर माला है यो माला ढोग्नेहरूलाई नि हातमा होइन बहिनीले ढोग्ने खुट्टा पनि भर्दैन हातमा ढोग्ने हो दोहोरो ढोग राम्रोसँग बस्नु टेन्सन नलिनु अब यस्तै हो तपाईँले आफ्नो शरीरको ख्याल राख्नु होइन जे जस्तो भए पनि अब त्यही हो बाहिर जाँदैछु सानो मन नगर्नु निराश नहुनु नरुनु रुनु पर्दैन ल कमाउनु जानु थालेको हो है ल ल फोन गरिहाल्छु नि के रुनु पर्दैन। ए डल्ली हाम्रो डल्ली बाई बाई डल्ली आइते शोभायात्रा राम्रो होस्। साइडमा खप्प फुल गाडे जस्तो नि फुल राखे जस्तो नि माथि माथि राख्दैन त्यतिकै राख्दैन। अब हामी जान्छौँ गाई चाहिँ आएको सो लेट एकदम ढिलो भइसक्यो जान्छौँ मम्मी उहाँ सके नाच्छ बस्नु। फाइनली बुद्ध यारमा आइपुग्यो होइन बोर्डिङ पासहरू लिँदैछौँ। मेरो लगेज चाहिँ यहाँ छ। फाइनली बोर्डिङ पास पनि आयो जाँदैछु टक्कर आएर। अनि फेरि चेकिङ गर्नुपर्ने रहेछ है गाह्रो छ। फाइनली बल्ल बल्ल वेटिङ रुममा आइसक्यो होइन वेटिङ रुममा आएर वेटिङ गर्दैछु। 1:25को लागि चाहिँ 1:40को सरेछ। यहाँ छ सबजना वेटिङ रुममा बसिरहेछौँ। अनि यहाँ चाहिँ प्ले ग्राउन्ड पनि रहेछ। यहाँ चाहिँ नयाँ इन्टरनेसनल एयरपोर्ट हो पोखराको यस्तो छ है। हातमा बोर्डिङ पास छ। अहिले चाहिँ UV 614 को भइरहेछ होइन पालो आइरहेछ। हाम्रो चाहिँ मेरो चाहिँ UV 612 छ। UV 4612 छ। सो सबैजना चाहिँ आइरहेछ बसिरहेछ। वेटिङ गरेर बसिरहेको छु। अगाडि बुद्ध एयरलाइन्स छ हाम्रो।
अर्को फ्लाइट उड्दैछ ल फाइनली चढ्न लागेको अवस्था बुद्ध एयरमा चाहिँ मेरो फर्स्ट टाइम अस्ति येटी एयरलाइन्समा चाहिँ चढ्यो होइन अब बुद्ध एयरलाइन्सको एक्सपिरियन्स कस्तो हुन्छ हेरौँ सामु हाल्दैछ मस्त छ पोखरा नमस्ते मेरो चाहिँ छ 08B अलि अगाडि नै परेछ 08B पर्यो 08B अगाडि पर्यो 08B अलि अगाडि होला लेफ्ट साइडमा ओके अलि अगाडि परे म चाहिँ फाइनली बस्न पायो सिट भाइ चाहिँ झ्यालपट्टि बोल्नु भएको छ अन्त अस्ति पनि झ्यालमा परेन अहिले पनि झ्यालमा परेन बुद्ध एयर उडानको समय 25 मिनट हुनेछ र हामी 11,500 उचाइमा हुनेछौँ। कृपया आफ्नो सिटमा बसी सिटको पेटी राम्ररी बाँधी सिधा राख्न अगाडिको ट्रेनको सिट खुला राख्नुहोला। साथै सुरक्षाको कारणले श्वास सम्बन्धी उपकरणमा एउटा पछाडि विमानभित्र धुवा भरेको खण्डमा पूर्व बनेका बत्तीहरू पछ्याई आपतकालीन द्वारतर्फ प्रस्थान गर्नुहोला। अन्य जानकारीको लागि यहाँहरूको गाडीको सिटको खन्तीमा राखिएको सुरक्षा सम्बन्धी निर्देशिका अध्ययन गर्नुहोला। धन्यवाद। Dear passengers, registration about the seatbelt limit is exit. For more information, please go to the car space in front of you or cut it outside. Thank you. फेरि यतापट्टि हो क्या तपाईँको यहाँनिर खाल्टे मसिना अहिले भेटिन्छ अहिले देखिन्छ हजुर त्यस्तो हल्लाको चाहिँ मलाई फिल भएन बुद्धले चाहिँ एकदम हल्लायो हामी झर्दैछौँ तलतिर ल्यान्ड हुँदैछौँ कोटेश्वरबाट झर्दैछौँ Thank you. Finally landed भएको अवस्था छ यता हो फाइनली ल्यान्डेड भयो है सो यता छ बुद्ध एयरलाइन्स चाहिँ फाइनली बसमा
अब लगेज लिने अनि कुद्ने लगेज आइपुगेको होइन ए त्यो देखाउनुपर्छ है फाइनली निस्केको अवस्था समेतसम्म गएको कसरी हो हजुर ए त्यो छोडिदिनु समेतसम्म गएको 1000 भन्छ यार यो त अति भएन फाइनली म चाहिँ यता आएर ट्याक्सीमा बसिसकेको थिएँ होइन एकजनाले 1000 रुपियाँ दियो कि एकजना मान्छेले यहाँ ठमेलसम्म जानलाई त्यसको बाद अनि सेयरिङमा गयो भने नि 700 रे दुईजना एकछिन कुद्नु पर्ने अनि एउटा ब्रदरले फेरि एउटा दाइले भनौँ न 500 रुपियाँमा गरिदियो एकजना मान्छे खोज्नु जान्छु भने सो म चाहिँ एकजना मान्छे खोज्नु गएको छु किन बेसी तिर्नु होइन पैसा पोकेटमा आएको छ त यार त्यही भएर चाहिँ अनि म चाहिँ वेटिङ गरिरहेको छु अब बेसी के हुन्छ हेरौँ विदेश जाने मान्छे नि प्याक छ यार पर्सि मेरो फ्लाइट हो अहिले चाहिँ डोमेस्टिकबाट आयो अलि रात अगाडि आयो भ्याउँछ थर्मेलिन ट्रेन्स इन्ट्री भयो फाइनली रुममा आइसक्यो होइन अनि रुममा आएर टक्क लाएर फ्रेस भयो मुखसुख धोएँ होइन रुम चाहिँ यस्तै छ है अनि मेरो चाहिँ यहाँ चिया आइसकेको छ मिल्क कफी सो गाइज एकछिन रेस्ट गर्छु अनि मेरो साथी पनि उता प्रकाश पनि आइसकेको छ ऊ साइन्स सेन्टरमा स्टिल काममा छ होइन उसको पनि काम छ कामले गर्दाखेरि बिजी छ अहिले आउँछ सो हामी भेट्नेछौँ अनि साथी आएपछि पनि तपाईँहरूलाई देखाउनेछौँ आफ्टर लङ टाइम पछि साथीसँग लाइक 1 मन्थ पछि 1 मन्थ होइन अलिकति 20-25 दिनपछि भेट्दैछौँ सो आई एम एक्साइटेड है प्रकाशलाई पनि भेट्दैछु प्रकाश अरू भने त्यस्तै हो अब फ्लाइट ठिकै थियो होइन मम्मी र बाबा बहिनीलाई धेरै मिस गरेको छु होइन मलाई माया गर्ने मेरो मान्छेलाई नि धेरै मिस गरेको छु त्यही हो सो ओके स्टे ट्युन फाइनली प्रकाश साथीहरू पनि आइसकेको छ प्रकाश साथी होइन खोइ उसँग को एउटा दाइ साथी भन्छ आई डोन्ट नो अब उसलाई नि अर्को रुम लिने भन्छ हेरौँ है चाहिँ होटलको टक्क लगाएर रेस्टुरेन्ट एरिया भयो होइन सेकेन्ड फ्लोरमा यस्तै छ अनि यहाँनिर आर्टहरू देख्न सक्नुहुन्छ लिफ्ट चाहिँ छैन भडाइमा वेलकम प्रकाश लावा ल प्रकाश पनि आइसकेको छ अवस्था छ सो फाइनली खै त त्यो को अर्को दाइ भन्ने ल फाइनली आफ्टर 1 महिना भएन 1 महिनापछि ल एकदम फ्रेस हुने होला एकछिन है कहाँ गएर आएको हो मलाई पनि
फाइनली गाइज हामी दाजुभाइ चाहिँ रेडी भइसकेको अवस्था होइन हो कि होइन हो नि अनि हाउ डु यु फिल ल प्रकाश अब आज फिलको कुरै नगर न फिल त डेन्जर भइरहेको छ आएर प्रकाशसँग नि भेट भयो मजाले होइन अनि हामी दुईजना चाहिँ अब त्यत्रो बाटो हिँड्ने थाकेको महसुसै भएन है त्यही त अनि एक्साइटेड हो नि त सो म पनि एकदम ह्याप्पी छु है प्रकाश आएको छ मलाई बिदाय गर्नलाई र फाइनली एकदम खुसी कुरा छ उसको जे काम ल्यायो त्यो काम पनि बन्यो होइन फेरि बन्नेवाला छ होइन पोजिटिभ अलवेज पोजिटिभ सोच्ने हो त्यो पोजिटिभ सोचे पोजिटिभ हुन्छ सो अब हामी चाहिँ यहाँबाट लाग्छौँ अब कता हुन्छ डिनर पनि गर्छौँ यसो ड्रिङ्क सिङ्क गर्छौँ अब हामी लाग्छौँ ल प्रकाश ल अब हामी लाग्छौँ ल उयो उ गर त चाबी 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 बोक एउटा दुइटा लाइट नि भइदियो लाइटर छ है यस्तो छ गाइज हाम्रो रुम चाहिँ है अनि हामीले आज वायरलेस माइक फर्स्ट टाइम युज गरेका छौँ दुईजना दाजुभाइ टक्क लगाएर केटीपट्टिलाई नि फेरि माइक यहाँ छ भनेर बिर्सिरहेको बोल्दा हुन्छ अनि तिमीलाई चाहिँ कुनै बेलामा अफ लाग्यो भने उ गर्दै गर्ने त्यो के गर्छ अरे ल रफाउँदा काट्ने यो चाहिँ यहाँको चाहिँ रेस्टुरेन्ट भयो होइन चाबी सिफ्टमा राख ल चाबी लिएर जाने कि यहीँ राख्ने होइन हामी लिएर जाने अब हामी बाइक हेर न बाइक आमा बाइक कस्तो भएको छ सो वी आर रेडी टु गो एन्ड जस्ट चिल हुने आज कहाँ धुनी भोलि धुन मिलिहाल्छ नि त भोलितिर धुउँला नि यो चाहिँ होटेल नयाँ बन्दैछ है 32 छ अर्को बार अब त 1-2 महिनामै रेडी हुन्छ होला हेर है कस्तो दामी बनाएको क्या अस्ति पालिमा आउँदा भर्खर भन्दै तिमी थियो यता बस्छ मलाई सजिलो हुन्छ रातको राजाहरू निस्कियो रातको राजाहरू निस्क्यो होइन रानी कहाँ छौ तिमी अनि हेटौँडाको बाटो धुलै धुलो होइन बवाल गर्ने ज्याकेट लाएर आएर छ होइन राम्रो ज्याकेट पुरै पोहोर भएर फेरि वास गरेर क्लिक्क टल्काएर होइन भिडियो बनिँदा दुईजनाको ल सेतो सेतो जुत्ता ओके एकदम गुड भाइस आइरहेको छ होइन सो अब हामी चाहिँ हिँड्दैछौँ होइन अब कहाँ जाने भन्ने सोच हो पर्वत हेर्दा जान्छौँ होइन पहिला चाहिँ हल्का बाहिर केही ड्रिङ्क गरौँ है म त यो ठाउँमा आइदियो हेरे हुन्छु यो ठाउँ यो एरिया कि अब अलि बाहिर हेर कि यो फेयरटेल बाई म्यारिट हो कि हेर न बाई म्यारिट फेयरटेल बाई छ कि हेर न दुनियाँहरूको है दुनियाँहरूको मेरो नि यतै जन्म भए भए हुन्थ्यो कि त्यो त होइन यहाँ जन्म भयो तिमी कहाँ पुगिसक्छौ क्या तिमीले सोचे मात्रै अब लाइक मैले भने नि मेरो बर्थले यता ठमेल हो होइन यहाँ भएर के हुन्छ मेरो लाइफमा त होइन यहाँ होटेलको मालिक भएर बस्थ्यो कि होइन लस लस चलाएर होइन यहाँ बेगर कहाँ पुगिसकेको थियो कि यो चाहिँ अहिले चाहिँ यो चाहिँ उ गरिरहेको छ है बनाइरहेको छ पुरै मेन्टेन म त भिडियो छिराएको थिएँ यसमा ऊ थियो क्या कफी हाउस थियो त्यो नि बन्द गरेछ पुरै भन्छ रहेछ त है अनि लास्ट टाइम चाहिँ म र मेरो गर्लफ्रेन्ड फ्याट कुरा यहाँ छिराएको थियो तर यो चाहिँ टिबिटेन रेस्टुरेन्ट रहेछ म त्यहाँसम्म पुगेर मेन हेरेको टिभी त यहाँ लाइभ म्युजिक हुन्छ होइन सोलो हुँदो रहेछ कि ओन्ली तर फेरि हप्तामा एकचोटि दुईचोटि मात्र बस्ने नट एनी टाइम ल यो चाहिँ रेड पाइनएप्पल स्टोरमा चाहिँ म एकचोटि छिराएको थिएँ यहाँ चाहिँ अब अगाडि हिमालयन जाभा यो रोडबाट हो कि हिँड्नै चेन्ज हुन्छ कि यो रोडबाट हिँड्न चेन्ज ओके ल फाइनली आइपुग्यो सुत्तेमा भन्दै यहाँबाट चाहिँ निस्केको थिएँ रातको टाइम यहाँ फेरि पुरा गे हुन्छ अस्ति त मलाई त च्याप्पैसम्म आएर जाने होइन अरे है
हामीलाई के भने मलाई म त्यस्तो मान्छे होइन भनेको होइन बोल्दैमा के हुन्छ र? के मक्खर परेर गफ हानेर बस्यो त्यस्तो हुँदैन यार साली यार 37 रहेछ तर आज ट्युजडे है तर के अरे हामी के अरे पर्वलेजमा चाहिँ के बुधबार हो कि बिहिबार चाहिँ ओपन माइक हामीले नि गाउन मान्छेले गाउन पाउँछ अरे भन्छ कि ए हो र त्यो चाहिँ एकचोटि ट्राई गर्नु मन लागेको थियो कि बुधबार हो कि बिहिबार हो अरे कि त्यो चाहिँ थाहा भएन अनि तिमीलाई कस्तो फिल हुन्छ लाइक यो एरियामा हिँड्दाखेरि यो एरियामा हिँड्दाखेरि म आफूलाई कस्तो टुरिस्ट फिल हुन्छ कि अरू हेरेर ल हामी टुरिस्टै हो अब केही समयको लागि टुरिस्ट हुन्छौँ पछि भुक्का टुरिस्टै हो अहिलेको लागि तर भुक्का टुरिस्ट भए पनि हामी हेर्दाखेरि देखिँदैन है गाइस हेर्दाखेरि भुक्का टुरिस्ट देखिँदैन जस्ट जो थिङ हो होइन तर पनि त्यस्तो मजा क्राउडहरूको ब्रान्डेड हुन्छ जस्तो लाग्छ मलाई जस्तै नर्थ हजुर हामी त्यस्तो इन्ट्रेस्ट छैन हजुर हामी सोचौँ अब यो लाइनमा पो बस्छ बेलुका 10 बजीबाटै स्टार्ट हुन्छ होला होइन होइन 9 बजीबाटै हुन्छ हो र मलाई त मेन यो लाइन कि यो लाइन भयो तिम्रो यहाँ साइन्स सेन्टर म यहाँ भिआइपी रेस्ट्रो होटेल अहिले कति बज्यो प्याकै देख्छु लिमिट 20 किलोमिटर आउनुहोस् भन्ने के डान्स बार डान्स बार र पोखरी मात्र हो हामी त लक्ष हिँड्दा छौँ है लक्ष दुईजना दाजुभाइ होइन टक्क लाएर कोको बोतल हातमा गिटार बोकी साथमा I'm walking and the spirit मेरो गिटार त्यहाँ छैन क्या अब यता गिटार सबै छैन है ठाउँतिर अन्त भाडामा लिनुहुन्छ हो भाले फरेर एक दुई दिनको लागि छ कि के हो फेरि कुनै क्याफेमा हुन्छ कि है हिमालयन जावातिर हामी कफी खानु गयो गिटार हुन्छ नि एकचोटि हिमालयन छिरा खाएन एकचोटि छिर्नु पर्यो हिमालयन जावा त उयो छायामा नि रहेछ त यो लाइक यो बर्गर बर्गर हाउस त्यही त हो नि फ्रान्चाइज कम्पनी भनेको त्यही त हो नि केएफसी बर्गर हिमालयन जावा जति पनि चल्यो फ्रान्चाइज खोल्दै जानु त हो नि उनी नाम बेचेरै कमाउँछ लाइक केएफसी एउटा नेपालमा खोल्यो भने 1 करोड त पैसै दिनुपर्छ अरे क्या नामको लागि ल हामी चाहिँ डिसेम्बरमा आइपुग्यो एकचोटि अस्ति बाहिर म उठेछ नि माथि त्यो माथि बलहरू बोलाएको थियो नि त्यहाँ पनि लाइभ म्युजिक हुन्छ तर ऊ हुन्छ कि सिङ्गल The love of nature. This book free? Give me donation. Donation? Donation. I have no money. You have? That we are only one ticket. Our personal, how much? No any? 200 possible. 200. Oh my God. Very cheap. Thank you. Thank you so much. Next time. Next time. I will pay. Thank you. How much? Because 200. खैलेहरू यार डोनेसन भन्छ अनि हाउ मच भन्दा 200 डोनेसन त आफ्नो इच्छाले दिने हो नि यार बोले हो तपाईँहरूले के सोच्यो होला होइन अब त्यसले सुरुमा डोनेसन भन्यो होइन अब हामी पनि त्यस्तै हो
तर त्यही हो डोनेसन भइसक्यो मैले 100 रुपियाँ दिन्थेँ क्या तर तेरो 200 भयो त्यही भएर मैले हामीले तोकेर चाहिँ हुँदैन त्यो होइन तर मलाई चाहिँ यो क्या समयमा चाहिँ कि त्यहाँदेखि नै चाहिँ गाडीहरू चाहिँ रन नपाउने क्या है हिँडेर मात्र हो कि गाडीहरू चाहिँ हुन्छ म अस्ति नै केक सोध्न गएको यहाँभित्र एक्सपेन्सिभ रहेछ कि 1700-1800 एक पाउन्डको अनि ऊ त्यहाँ गएर बर्गर हँसै रहेछ अनि के गर्छ त्यहाँ चाहिँ अनि 900 मा कि 800 मा ल्याएको हाम्रो उतातिर 600 कि 550 मा आउँछ है होइन 550 600 मा त अनि अब बाहिरबाट ल्याउँदो रहेछ अनि महँगो क्या म पनि त्यही अनुसार छ नि त एक सकहरू नपाएर म त पुरा उता गइरहेको थिएँ अनि अहिले पर्वतहरूको छिर्नुपर्छ यहाँ चङ्गा दसैँ गए पनि माछासम्म भइरहेको छ हाम्रो माछी सेन्ट्रल मार्ट बोनमा फायर क्लब भनेर चाहिँ यहाँ पो छ मैले भर्खर पो देखेको कता फायर क्लब भने कि सुनेको थिएँ कि उता भर्खर पो देखेको नोटिसै नगर्नु त्यो भाइको कता अरे अस्ति हामी गएको थियौँ उता है अब त्यो ड्युटी छैन त्यो भाइ त ड्युटी छैन बिरामीहरू सुतिराख भन्ने राख क्या ए त्यही भएर आज बेलुका कि भोलि आउँछु भन्दा थियो अहिले मेसेज गरेर पनि बोलाउँछु यतै यसो रुम सोरफुटेमा ए नजिकै रे कता गएर हामी गर्ने के थाहा त मलाई त यतै जाने हो क्या न्यु ओर्लिन्स पहिला गएको हुन्छ होला त्यो भाइ एकछिन त्यहाँभित्र छेउमा छ कि छैन जताहरू ठुलै ठुलै अब हामी बत्ती सत्ती सब हाले है बत्ती यस्तो त थिएन नि है थिएन ए तिहारको लागि त्यहाँ कुरा यहाँ कफी खाँदै होइन एकचोटि भाइ हातले बनाउने कि मिसिनै छैन महँगो न महँगो र नमिठो कि यो चाहिँ हाम्रो सेविक भाइ होइन तिमीलाई अब यो भ्लगबाट यहाँ आएको थियो अब तिमी छैनछौ त्यो पियानो बार यहाँ पनि लाइभ म्युजिक हुन्छ तर सिङ्गल के एउटा कारोके हुन्छ 1000 रुपियाँ तिरेर गाउने भाइ चाहिँ त्यहाँ पाइन्छ के जाने हो भोलितिर के है बरु त्यो लाइभ म्युजिकहरू ठिक हुने होइन ग्रुप भयो भने चाहिँ रमाइलो हुन्छ यहाँ चाहिँ देखाउनु ओहो यो चाहिँ सही लाग्यो ल है तिमी त्यहाँ बस्छ त राम्रो देख्दो रहेछ ल यो चाहिँ तिहारको झिलिङ नि यो चाहिँ सिगरेट किन्ने यहाँ चाहिँ यहाँ छ क्या होला टमिल एरियामा चाहिँ अब चोरसोरहरू किन्नलाई त्यस्तो सानो पसलहरू चाहिँ हुँदैन यहाँ हुन्छ ओहो दाइ चिन्नुभयो फेरि आइपुग्यो नचिनेर हुन्छ त अब मलाई के चाहिन्छ तैँलाई थाहा होला सायद बिर्सिनु भयो स्वर्ग कि परी चाहिन्छ स्वर्ग कि परी भग गर्दै आयो दाइ ल बेसी राइस दिनु एक डब्बा मैले किटक्याट किन्ने है त जहिले किटक्याट होइन उयो हुन्छ कति रुपियाँ हो 200 छ खुल्ला 200 अहिले त कति 65-70 रुपियाँ डलर रेट चल्छ त ल अहिले चाहिँ हामी न्यु ओर्लिन्स होइन मेरो वान अफ माई फेभरेट प्लेस यहाँ आइसकेको छौँ अगाडि लास्ट टाइम पनि हामी प्रकाश पनि हामी पनि यहाँ गएको ब्रदरले ठ्याक्कै चिन्नुहुन्छ ओहो ब्रदर फेरि आयो है ब्रदरसँग धेरै कनेक्सन थियो यार है धेरै हेल्प गर्नुभएको अनि फेरि सिगरेट गर्नु मिल्दैन होला नि त फेरि यता कता ठिक हुन्छ त प्रकाश हुन्छ यहीँ हुन्छ यहाँ ठिक हुन्छ 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 है फाइनली क्यान्डल डिनर जस्तै भयो त यार आमामा कता देख्दैछ यार फोटो हान्नु
फाइनली हाम्रो अर्डर भइसकेको छ है अनि आज यस्तो प्याक हुन्छ सबजना आफ्नो डिनरहरू गरिरहेको छ है सो आज क्यान्डल जसको नि भाषामा हो कस्तो लाग्यो तिमीलाई राम्रो छ है ठाउँ त यार स्पेस यसले गर्दा स्पेस भएको न्यू ओरेन्ज क्याफे फाइनली हाम्रो ड्रिङ्क आइसकेको छ ओडी 60 ml 60 ml तिमीले ल प्रकाश सेड नै काफी छ हो क्या चर्र आग्यो है आसानले छ हाम्रो ड्रिङ्क बन्दैछ ओके ल चियर्स ल साथी ल ठिकै छ है त्यो गडान छैन एकसाथ लाउने अनि त्यसपछि अब जाके सुकुन छुट्टै आनन्द आउने कि मनपति सकिन लागेछ गाइस अर्को आउँछ होला तिमीले यो त जोडे छैन नि फेरि फाइनली हाम्रो यो के हो चिकन होइन चिकन प्लस सिजर सलाद आएको छ सो वी गोना इट हामी खान्छौँ एकछिन आफूलाई टाइम दिन्छौँ साथी र म सो अहिले भेट्नेछौँ फाइनली हाम्रो डिनर पनि सकिसकेको छ दाजुभाइको गफ मजाले भएछ अब चाहिँ हामी खाएर चेस लास्ट पानी चेस ल प्यास लाग्यो है रक्सीले होला लागेको यस्तो मिटिङ फेरि भेट्छौँ फाइनली दाजुभाइ लागेको हल्का रिम भएर त्यस्तो बित्ति त छैन 60 र 30 90 ml हान्यो स्माइल मन्द आउँछ क्या अब चाहिँ मन्द आउँछ न्यू ओरलेन्स क्याफे कहाँ हो यसको सुन्ने साथै फेरि हिल गार्डन भएर आउँछ है यो माथि रहेछ कि एक्चुअली त्यो भएर म यहाँ माथि गएको थिएँ होइन भएर बियर खाने ठाउँ रहेछ क्या एउटै माथि छैन भने कहाँ त्यो घुममा बन्द गोडामा मजै आएन नि अलिक फर्केर होइन भयो बाजे भर्खर खाएको फाइनली हामी दाजुभाइ पर्पल हेज गएको अवस्था
फाइनली हामी चाहिँ रुमतिर फर्केको लन्ठ्याङ लन्ठ्याङ हुँदै झ्याप हुँदै हल्लिरहेको तिमी आयो यस्तै भयो आजको पर्पल हेजको होइन खुट्टा थाकिहाल्छ नि हिँड्नु पनि पर्छ कि के बाइक साइकल हिँड्नु